अशोक दर्जी। तिम्रो गीतको त सारा संसार फ्यान छ नि। थ्याङ्क यू बाले भाइ। हामीले पनिसमेन्ट पाउने त चान्सै छैन। स्टार हो स्टार। स्टारको भ्यालु कस्तो हुन्छ थाहा छ? ओए इटरीको घटना सुनाइदैन यिनीहरूलाई। ओ दर्जी कसलाई दिस्का तैँले? दाइ अगाडि अशोक थप्नु न। अशोक दर्जी हो मेरो नाम, सबैलाई थाहा छ। होइन केटाहरू? अशोक दर्जी हो नि गुरुबा, हामी दाजुभाइको सबै कुरा मिल्छ। आफूलाई मनपर्ने खसी होस्टेलमा सधैँ फर्सी। तर यो स्कुलभित्र तिमीहरू स्टार होइन, मात्र स्टुडेन्ट हो। घन्टी बज्यो त? यता घन्टी बजेर भएन, यताको घन्टी बज्नु पर्यो। पैसा छ तसँग? हाकिम बनाउने सपना छ, अनि देख्छु कसले माग्छ दहेज। म चाहिँ जान्न है, हजुरआमा र हजुरबाबालाई छाडेर। आफ्नै मिसलाई बलले हान्ने। पढ्नु सड्नु छैन? अब यिनीहरूलाई सेलिब्रिटीबाट स्टुडेन्ट कसरी बनाउने त्यो तपाईँको जिम्मा। जे गर्नुपर्छ गर्नुहोस्। पढाइले मानिसलाई जीवनमा सफलता र आत्मविश्वास दिन्छ। तिमीहरूको प्रतिभा झन् सिँगारिनेछ। हामी साँच्चै नराम्रो हो त यार। कस्तो राम्रो छ नि हाम्रो ठाउँ। तिमी जन्मेको ठाउँ राम्रो हुँदैन त? त्यो त हो। आखिर धनै ठुलो रहेछ होइन त? कसलाई पुग्छ आफ्नै छोरा छोरीले त छोडेर गइरहेछ, त छोराको पनि छोरी त किन बस्ने हामीसँग? यो धनले मैले खिस तिर्न नसकेको कुरा मेरो छोरीले थाहा नपाओस्। ल ल ल अशोक मान्छेले भन्न त भनेका थिए 3 महिनापछि तिमीलाई छाड्छ भनेर, तर भगवानले साथ छाड्लान् जबसम्म तिमी आफ्नो खुट्टामा उभिने छैनौ। जसले जे भनुन्, मेरो भान्सामा खाउन् कि नखाउन्, मैले तिम्रो साथ छाड्ने छैन। तिम्रो स्टार मात्रै होइन, सुपर स्टार हो। मन